भारतमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ। भारतमा 9 दिनमा मात्रै 58 जनाको मृत्यु भएको छ भने बितेको 2 हप्तामा 23 गुणा बढीले संक्रमित थपिएका छन्। पछिल्लो 24 घण्टामा देशमा कोभिडका 378 नयाँ संक्रमित थपिएका छन् भने सक्रिय संक्रमितको कुल संख्या 6000 नागेको छ भने पछिल्लो 24 घण्टामा कोभिडका कारण 6 जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयको वेबसाइटमा उपलब्ध तथ्याङ्क अनुसार कोरोनाबाट सबैभन्दा बढी प्रभावित राज्य केरला हो। केरलापछि गुजरात, पश्चिम बङ्गाल र दिल्लीमा थप कोभिडका नयाँ केसहरू रिपोर्ट गरिएको छ। तर विज्ञहरूका अनुसार कोभिडको नयाँ संक्रमण खतरनाक पनि होइन। पछिल्लो 48 घण्टाको कुरा गर्ने हो भने देशमा कोभिडका 769 बिरामी बढेका छन्। यी सबै केसहरू एकदम हल्का हुन्छन् र बिरामी घरको हेरचाहमा निको हुन सक्छन्। स्वास्थ्य मन्त्रालयका अनुसार अरुणाचल प्रदेश र मिजोरममा मात्र कोभिडको सक्रिय केस छैन। गत 22 मेमा भारतमा जम्मा 257 सक्रिय केसहरू मात्रै थिए, तर लगातार केस बढ्दै गएपछि हालसम्म संख्या 6133 नागेको छ। केन्द्र सरकारले राज्यहरूलाई अक्सिजन, आइसोलेसन बेड, भेन्टिलेटर र अत्यावश्यक औषधिको उपलब्धता सुनिश्चित गर्न भनेको छ।